everyone, namaste, welcome back to my channel. New day, new vlog. हिजो पनि vlog, आज पनि vlog, same OTD मा है। अनि आजको vlog पनि एकदम अलिक स्पेशल हुने वाला छ। आज चाहिँ बल्ल बल्ल फाइनली फुर्सदमा इन्ट्रो बनाउने टाइम मिलेको छ। अनि आजको vlog is all about एनिभर्सरी स्पेशल हैन। यो चाहिँ एनिभर्सरी गिफ्ट हो। एनिभर्सरी भन्दा पनि अब एनिभर्सरी के न्यूमा हो क्या। हुन चाहिँ नभए अहिले बनाउँदिन थिएँ, अलिक पछि नै अर्डर गर्थेँ। अहिले चाहिँ अब त्यही हो, हल्का स्पेशल फिल गराउँ न मम्मीलाई भनेर एउटा केही अर्डर गरेको छु मैले। अब हुन त थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भयो होला कि त्यही पनि समथिङ इज कमिङ। अनि आई होप यु लभ इट। तपाईहरुलाई पनि मनपर्छ होला। अनि मन पर्यो भने चाहिँ मलाई मेसेज गर्नुस्, अदरवाइज कमेन्ट गर्नुस्, आई विल रिप्लाई। अनि के हो डिटेल्समा म सबै त भन्छु। अनि त्यही हो, हेर्दै गर्नु होला, किप अन वाचिङ। अनि अहिले भर्खर मलाई कल आएको थियो, तपाईँको अर्डर चाहिँ यहाँबाट हिँडिसकेको छ भनेर मेसेज पनि आएको थियो। अनि अब त्यही भएर म त्यो रिसिभ गर्नुको लागि चाहिँ एकदम रेडी सेडी गो। अनि त्यही भएर त्यो सामान रिसिभ गरेर फेरि बाहिर निस्किनु छ। आई हेभ सम वर्क। अनि त्यही हो, सुपर एक्साइटेड। किनभने आई डोन्ट नो त्यो मैले देखेको पनि थिएँ कि थिइनँ, तर आई वाज अलवेज ड्रिमिङ अबाउट इट। क्या हुन्छ नि त्यो ठुलो फ्रेम सिसाको, अनि त्यस पछाडि बोर्डर बेगरको क्या। तर बोर्डर भएको त पाउँछ, आई नो द्याट होइन। तर यतातिरको पसलहरूमा मैले बोर्डर बेगरको चाहिँ देखेको छुइनँ। सो कस्तो हुन्छ के हुन्छ हेर्दै गर्नुलाई राम्रो लाग्यो भने चाहिँ इन फ्युचर कमिङ डेज अहिले तुरुन्तै त भन्दिनँ, तर केही समयपछि आई विल अर्डर मोर। ओके, अर्डर पनि आउँछ, तर यो हेरौँ कस्तो आउँछ। इफ आई एम सेटिस्फाइड विथ द क्वालिटी, मैले अलरेडी त्यो उसलाई पनि भनिसकेको छु। मलाई त्यो तपाईँहरूको क्वालिटी मन पर्यो भने, सामान मन पर्यो भने चाहिँ आई विल अर्डर एगेन भनेर सी यू। अब कतिखेर आउनुहुन्छ अनि आई विल स्टार्ट फिल्मिङ है त। सुपर एक्साइटेड टु अनबक्स इट। अनबक्स गरेर हेर्नुको लागि मलाई हतार भइसक्यो। अहिले चाहिँ ठ्याक्क 3 डेज अफ अर्डर भयो। मैले मन्डे दिएको होला, मन्डे अर्डर गरेको, मन्डे ट्युसडे वेडनेसडे 3 दिन, अनि आज थर्सडे भयो। अनि आज आउँदैछ म त पर्खेको पर्खैछु। अनि मलाई भोक प्यास केही लागेको छैन फेरि खुसीले है। म त खुसी भयो भने त फेरि केही हुँदैन हौ। तपाईँहरूलाई त कस्तो हुन्छ हौ खुसी हुँदा चाहिँ। मलाई त भोक प्यास निन्द्रा केही लाग्दैन क्या। खुसी चाहिँ हुनु पर्यो कि मजाले भित्रबाट क्या। त हुन्छ नि त बाहिरबाट देखावटी होइन, अंदर से क्या इनर पिस हुन्छ नि हो त्यस्तो क्या। ल धेरै बोल्दिनँ, 2 मिनट बोलिसकेपछि आज चाहिँ लास्ट डे दामी गजब इन्ट्रो बनाएँ मैले। मलाई खुसी चाहिँ यसरी बोल्न पाएँ भने त म त कति आनन्द, मलाई सुकुन मिल्छ हौ। तपाईँहरूलाई पनि म बोलेको सुन्दाखेरि त्यस्तै हुन्छ त। के हुन्छ, अल्छी लाग्छ कि झ्याउ लागि सुन्नुहुन्छ कि मजा आउँछ? कति मजाले बोलेको सबिना भने सुन्नुहुन्छ। ल धेरै बोल्दिनँ भाइ, 3 मिनट हुन आँटिसक्यो है। अब ठ्याक्क मान्छे आएपछि मात्रै म भेट्छु। सामान चाहिँ फाइनली आउँदैछ, आइसक्यो है त। अब हेरौँ है त। हजुर आयो। दिनेश मामै जर छ। सामान आयो फाइनली, मैले रिसिभ पनि गरिसकेँ। अब यसको अनबक्सिङ चाहिँ बेलुका हुन्छ, किनभने अहिले आई एम बिङ भेरी लेट। मलाई ढिलो भइसक्यो। अहिले अब बाहिर निस्किनु आँटेको। लेट्स गो है त। अब बाहिर भयो भने फिल्म गर्छु कि गर्दिनँ आइडोन्ट नो। बाहिर गऱ्यो भने गरेँ, नभए घर आएपछि भेटौँला है त। सी यू लेटर। यहाँ चाहिँ मम्मीले चुरा किन्दै हुनुहुन्छ। चुरी लाउने अरे क्या, चुरी लाउनु लाग्छ। अनि चुरी किन्नु भयो। त्यस पछाडि हामी गयौँ कपडा पसलमा। त्यस पछाडि हामी घर आइसक्यौँ है त। फाइनली वी आर होम। अब नाउ इट्स टाइम फर अनबक्सिङ। लेट्स गो। अनबक्स गरौँ है त। तानु कस्तो राम्रो यो हाम्रो काठमाडौँबाट है साथीहरू, नेपालबाट होइन नि फेरि। अब नि यताबाट खोल्नु ल। एकछिन है। पक्नु सुरुमा यो कस्तो छ, 2टा झोला 3टा झोला नि। यस्तो गर्नु त, यस्तो गर्नु। अनि सुरुमा यता पछाडि देखाएर मात्र यता यसरी ल, यसरी। ल अब आफू हेर्नु त। कस्तो लाग्यो ल भन्नु? दामी, साँच्चीकै मन पर्यो? कस्तो लाग्यो भन्नु त ल। अलि राम्ररी अझै व्यक्त गर्नु पर्यो क्या। 80 हौ। ह्याप्पी
लु बाई गरिदिनु हाम्रो मम्मीलाई धेरै एक्सप्रेस गर्नु आउँदैन क्या मलाई चाहिँ हैन मम्मी हेरिहाल्नु भयो होला रियाक्सन हैन अनि जस आयो मैले चाहिँ अब थाहा थिएन नि त कस्तो हुन्छ के हुन्छ हैन अनि सबैभन्दा ठुलो साइज चाहिँ A2 थियो अनि मैले चाहिँ त्यो A2 को 1mm को मगाएको थिएँ यो चाहिँ मेटालिक फोटो अहिले हजुरहरूले चारैतिर देख्न सक्नुहुन्छ कति धेरै आउँछ हैन अनि मैले पनि अब त्यो मध्येबाट पनि अब हामी त अब एज अ कस्टमर त हुन्छ नि अब कसलाई चाहिँ दिने के गर्ने अब स्क्यामहरु पनि कति भइरा हुन्छ नि त यस्तोमा अनि सोचे थिएँ अनि तर मैले चाहिँ काहीँ पनि त्यस्तो यस्तो के जस्ट मैले चाहिँ फर्स्ट टाइम नै उहाँहरुको देखेको हो के यस्तो अनि ओ माय गॉड यो त मैले पनि खोजिरहेको थिएँ भने जस्तो भएको मलाई पनि भइले भने नि अघि सुरुमै के अरे त्यो बोर्डर बेगरको मलाई फोटो चाहिरहेको थियो सिसामा मात्रै भएको टाइपको भनेर अनि त्यो मैले देख्ने बित्तिकै त मलाई त अब अर्डर गर्न मन परिहाल्यो अनि त्यस पछाडि अर्डर गरेँ मैले चाहिँ इन्क क्रेडिबलबाट मगाएको म अब तपाईहरुले त्यहाँनिर राखिदिन्छु होला उहाँहरुको त्यो पेजको स्क्रिनशट राखिदिन्छु कि के राखिदिन्छु आई डोन्ट नो अब नेम मात्र भए पनि म मेन्सन गरिदिन्छु हजुरले खोजेर नभए केही जिज्ञासा लाग्यो भने अब कति प्राइस प्राइस भनेर चाहिँ उहाँहरुकै पेजमा गएर सोध्नु भयो भने उहाँहरुले पठाइदिइहाल्नुहुन्छ प्राइस लिस्टहरु है बहिनी बिस्तारै बोला ल कति साह्रो हतार गरेको राम प्लेन छुट्नु आडे जस्तो हतार हुन्छ मलाई त बोल्न के भएको अनि छिटो मलाई अब एडिट गरेर हाल्नु हतार भइसक्यो क्या किनभने हुन्छ नि हजुरहरुलाई पनि त अब हेर्नु हतार हुन्छ मलाई पनि खुसी लाग्छ दिनै पछि भ्लग बनाएर हाल्न पाए भने है तर अब मिल्दैन दिनै पछि त पोसिबल हुँदैन तर पनि बनाएको बेलामा हिँडेको बेलामा चाहिँ अभियसली म बनाएर अपडेटेड दिनै छु र यो चाहिँ मलाई चाहिँ लास्टै मन परेको छ किनभने नि आजसम्म अब त पहिला जमानाको त छ हैन तर रिसेन्टली चाहिँ हामीले फ्यामिली फोटो बनाएको छैनौं के हाम्रो फ्यामिली फोटो नै थिएन अनि बनाउने भन्दा मलाई चाहिँ त्यही मेरो इमेजिनेसनमा चाहिँ अब मैले कहाँ देखेँ त्यो अब टिभी सिरियलमा देखेँ कि अब कहाँ देखेँ अब मेरो इमेजिनेसनमा मात्रै हो कि हैन भने नि मैले सुरुमा त्यो विथआउट बोर्डरको चाहिँ फ्रेममा हुन्थ्यो अनि यो देख्ने बित्तिकै मलाई मन परिहाल्यो अनि त्यसपछि मैले मेसेज गरिहालेँ मेसेज गर्ने बित्तिकै यस्तो भयो अनि मैले भनिहालेँ सबै थोक डिटेल्स अब धेरै लामो नबनाम यो भिडियोलाई यहीँ इन्ड गर्छु अनि त्यही हो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद यो फोटो चाहिँ मेरो लागि चाहिँ किन स्पेशल भन्दाखेरि मैले भने हाम्रो फर्स्ट फ्यामिली फोटो हो के अनि यो दशैं चाहिँ सेलिब्रेट गर्दाखेरि आफ्टर 5 इयर्स वी वेट टुगेदर के मैले यो ब्लगमा पनि भनेछु त्यतिखेरको फोटो अब मेरो रेगुलर भ्युअर्सहरुले त थाहा पाउनुहुन्छ कहिलेको फोटो भनेर अनि 5 इयर्स पछि चाहिँ वी फाइनली हाम्रो फ्यामिली चाहिँ टुगेदर भएको थियो अनि खिचेको फोटो हो अनि आई जस्ट लभड इट सो मच अनि अब त्यस्तो ठीक छ एकदमै म सेटिस्फाई छु उहाँहरुको सर्भिस देखिन अब 3 दिनमा भन्नुभयो त ठ्याक्कै 3 दिनमा आयो म खुसी छु थ्यांक यू सो मच अब फेरि पनि इनकमिङ डेज फ्युचरमा आई विल गिभ यु मोर अर्डर्स है अब त्यही हो अब थ्यांक यू सो मच फर वाचिङ टिल द एन्ड अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद र यो भिडियो मन परेमा चाहिँ प्लिज डु गिभ इट अ लाइक कमेन्ट डाउन बिलो एन्ड सब्स्क्राइब टु माई च्यानल छिटो 600 फ्यामिली हुनुपर्छ वर्ष भित्रमै 600 फ्यामिली हुनु पाए त एकदम दामी हुनेवाला थियो तर ठिक छ म मेहनत गर्दै गर्छु हजुरहरूले पनि मलाई माया गर्दै गर्नु होला र छिटोभन्दा छिटो सब्स्क्राइब गरेर चाहिँ 600 फ्यामिली बनाम त्यस पछाडि मेनी मोर टु गो अहिले नै त कहाँ ब्रेक लाउने हो र हैन अझै धेरै गर्नु छ नि त हो जिन्दगीमा अनि त्यही हो द्याट्स इट जति बोल्यो जति बोले पनि अगाइदैन बरु यो मोबाइलको स्टोरेज फुल भएर टुङ मेसेज आउँछ हैन तर बोली त रोकिदैन त बोल्नु त यति आउँछ कि बोली गर्न मन पर्छ तर धेरै बोलेको पनि मिठो हुँदैन झर्को लाग्छ ज्याउ हुन्छ अब चाहिँ म जान्छु त्यही हो दिस इज भेरी स्पेशल टु मी यो फोटो चाहिँ अनि अब म टक्क भित्तामा फिट गरिसकेपछि पनि ड्रिल गर्नुपर्छ नि त यसलाई 2 ठाम अनि ड्रिल गरेर झुन्डाइसकेपछि पनि म तपाईहरुलाई देखाउँछु तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला त्यही हो मैले भनिहालेँ थ्यांक यू सो मच इन्क्रेडिबल खै के छ नेम पनि मैले मजाले त हेरेको छुइनँ कि हेर्नु त हेरेको खै यहाँ हेरौँ के अरे इन्क्रेडिबल प्रिन्ट्स अहिले यो बजारमा धेरै छापछाप्ती छन् अब यति अफरमा यति समयमा गर्नु होला भनेर तर अब मैले चाहिँ अब यतातिर बिराखामा पनि रहेछ एउटा दुईटा त्यो चाहिँ मलाई थाहा भएन मैले चाहिँ सुरुमा यहीलाई देखेँ अनि झ्याप्पै आँखा चिम्म गरेर ट्रस्ट गरेर चाहिँ गरेको यो पनि क्यानभस जस्तै एकदमै सेटिस्फाई हुने तरिकाले आयो अनि म पनि एकदमै खुसी छु सायद हजुरहरूलाई पनि यो मन पर्यो होला र बाई सी यू ऑल लेटर अहिले चाहिँ साँझको कति 7 बज्नु आँट्यो होला बजिसक्यो कि बा अनि शुभरात्रि सबैजनालाई मेरो युट्युब परिवारलाई हामी 579 जना फ्यामिलीलाई बाई भन्दै यहाँबाट बिदा हुन चाहन्छु धन्यवाद।